यहीँका मान्छे 20 महिना यहीँका मान्छे सञ्चार मन्त्री पनि त भयो नि त। तर त्यो टावरबाट सेवा त सुरु भएन नि। को भयो यहाँको सञ्चार मन्त्री? पर्दाखेरि म यहीँकै हुँ भनेर भन्ने मान्छे पनि त भयो नि। हुन त उहाँ यहाँको होइन, जनप्रतिनिधि दाङको हो, तर यहीँकै हुँ भन्ने पनि सञ्चार मन्त्री हुनुभयो नि 20 महिना। तर टेलिफोन टावरमा सेवा सुरु भयो त भएन। मन्त्री भएर पनि हुँदो रहेछ नि त, मन्त्री नभएर पनि हुँदो रहेछ। हामीले गऱ्यौँ, हामीले चुजामा मात्र गरेनौँ, तिखाचुलीमा मात्र गरेनौँ, ओखरकोटमा पनि गऱ्यौँ, सौराकोटमा पनि गऱ्यौँ। 6 महिना के अरे 6 वर्ष, 5 वर्ष, 7 वर्ष, 10 वर्षका टावरहरू, खिया लागेका टावरहरूबाट हामीले अब 4G चल्ने सेवा सुरु गरेका छौँ। विकास त यो पनि हो नि त, मोटर बाटो बढ्ने मात्रै विकास होइन नि। एउटा कुरा अब चाहिँ कहाँ छ तपाईँहरू युवा साथीहरूले जान्ने, ऐरावती 1 को दाङबाङको कुटीलेकमा एउटा टावरको चाहिँ बनेको छ। BTS मेसिन ल्याएर त्यो पनि सुरु गर्ने हो हामीले। स्वर्गद्वारी 2 को हाङ्जामा बनेको छ, त्यहाँ पनि BTS मेसिन ल्याएर उपकरण ल्याएर सुरु गर्ने हो। डाम्रीमा बनेको छ,